हेलो नमस्ते सम्पूर्ण मेरो प्यारा प्यारा मित्रहरू र आज चाहिँ हामी है शनिबार बिदा विकेन्ड मनाउन चाहिँ सक्छ है जाँदैछु नगरकोटको डाँडा दृश्यहरू हेर्नु होला नगरकोट र अहिले राइड गर्नु हुँदैछ हाम्रो टाढाबाट आउनु भएको सरले को हो भनेर चिन्नु चाहिँ भएको छैन होला भरै देखाइदिनु पऱ्यो तपाईँहरूलाई पनि ए सर पनि फर्स्ट टाइम म पनि फर्स्ट टाइम है त्यही भएर अघि सुरुदेखि नगरेको अब यसो बाटोसाटो हेर्दै आउनु पऱ्यो नि त बाटोसाटो हेर्दै आउँदाखेरि चाहिँ अलिकति भिडियो गर्नु पाइएन जस तर यहाँ आउँदाखेरि चाहिँ गाउँको एकदम भाइ पाउने एकदम गाउँ जस्तो लाग्ने गाउँ त गाउँै हो आफ्नो गाउँ जस्तो अनि पाहाड हावा चिसो आनन्द तपाईँहरू पनि काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ भने घुम्न आउँदा हुन्छ रमाइलो छ हप्तामा एकचोटि शनिबार बिदाको बेला यसो मिलाएर घुम्न आउँदा हुन्छ यस्तो छ अगाडिको सिनहरू चाहिँ सरले म्याप हेरेर जानु हुँदैछ है अब उहाँ पनि नयाँ म पनि नयाँ भएपछि त म्याप हेर्नु परिहाल्यो बाटो जग्गा जग्गा चाहिँ यस्तो छ जग्गा जग्गा राम्रो छ जग्गा जग्गा अलिक नराम्रो छ अनि धेरै आउँदो रहेछ मान्छेहरू घुम्न चाहिँ यस अब काठमाडौँ भ्याली एकदम प्रदूषित ठाउँ यसो छुट्टीको बेलामा बाहिर जाउँ भन्ने हिसाबले पनि होला भ्यालीभित्र सिटीभित्र घरको कङ्क्रिटको जङ्गलभित्र कति बस्नु कङ्क्रिटको प्राकृतिक जङ्गलमा जाउँ न भनेर मान्छेहरू आएको होला सायद है जस आनन्द हुने रहेछ यहाँ आएर पनि घुम्नु चाहिँ यहाँको चाहिँ यो फाइदै हुन्छ आएर त्यतिकै आएँ भन्ने चाहिँ नहुँदैन त्यस आनन्द सो नेचरसँग रमाउनु पाइँदो रहेछ तल धोरुङ टु पनि रहेछ त्यहाँ चाहिँ गएन त्यहाँ चाहिँ हिँड्नुपर्ने भएर गइएन गाडीमा जान्छु सरको बुढमा डिपेन्ड हुन्छ त्यो चाहिँ होइन सर हामी चाहिँ यस्तो ठाउँ भनेको अब लगभग यस्तो ठाउँ त होइन हामी यसरी गाउँको एउटै गाउँको आँखा भतिज सर हामी एकै यसरी घुम्नु पाउनु भनेको टाढोमा पनि जस राम्रो कुरो हो नि त टाढोमा अब यहाँको मान्छेसँग त घुमि नै रहेको हो त्यस गाउँठाउँको मान्छे आउँदाखेरि चाहिँ आनन्द लाग्ने मजा आउँछ घुम्नुहरू चाहिँ ल अहिले म ठाउँमा पुगेर फेरि देखाउँछु हजुरहरूलाई डाँडा जङ्गलै जङ्गल डाँडाहरू माथि सबै डाल पुगे माथि कतातिर हो यो बाटो पछुटि जानु भनेर भन्दै थियो अनि सट्ट अब एउटा कहाँसम्म पुगिँदो रहेछ नयाँ भयो भने थाहै सबैदेखि टाढा रिसोर्टहरू चाहिँ दामी रहेछ रिसोर्टहरू चाहिँ पहिरो बस्छ पहिरो बनाउँदो रहेछ चिसो आनन्द आउने ठाउँबाट अब गर्मीमा चाहिँ धेरै आउँछ होला यहाँ मान्छेहरू किनभने अब यो उता के अरे झापाबाट कन्यामा आएको जस्तो कि बस्ने हिसाबले पनि आउँदो रहेछ नि त मान्छेहरू भन्ने बुझियो नि त होइन किनभने यो होटल लजहरू धेरै रहेछ यहाँनिर हजुर
पुग्दैन नै हाम्रोतिर यस्तो उयो खोज्नुपर्छ गाउँतिर बेसी भन्दै 6 वर्ष दामी रहेछ हौ यो डाँडा इन्डिङ भएर होला है मलाई साथीहरूले अस्तिदेखि नगरकोट जाउँ भन्थ्यो अस्ति होइन पोहोरदेखि खोज्ने सल्लाह अत्याधिक रहेछ नगरकोटको साइड बजार होला हौ सर यो नगरकोट डाँडाको बजार रहेछ यो हेरिटेज होटल जस्ट सुविधायुक्त रहेछ म त्यहाँ रहेछु डाँडामा जाउँ त्यहाँनिर गाडी रोकेर उयो डाँडा है उयो डाँडा रहेछ यहाँनिर डाँडामा जाउँ न उयो डाँडा रहेछ कहाँ जानु माथि छ खोइ त डाँडै त यही होला हो र ल त जाउँ न त अनि त्यो त हामी यो त फेरि अघिको बाटो रिटर्न भइरहेको छौँ त एउटा अर्कै हो त्यही फर्किँदैछु जस्तो लागिरहेछ हामी त अनि हामी त फर्किँदैछ जस्तो लाग्छ सोधौँ न अहिले उयो त्यसरी एउटा अर्को डाँडा कता हो भनेर कुन चाहिँ यता माथिबाट त्यही त भनेको त अर्को सोधौँ न उहाँ गएर सोधौँ त त्यहाँबाट अलि माथि र हामी चाहिँ फेरि फर्किँदैछौँ है अब यहाँनिर कता कता भयो नयाँ नयाँ भएपछि यस्तै हुन्छ क्या थाहै हुँदैन यहाँ सोध्नु त्यहाँ यहाँ यो भ्यू टावर जाने चाहिँ कता हो दाइ यहाँ माथि ए ल ल धन्यवाद दाइहरू ल हामी फेरि फर्किँदैछौँ है अब यहाँबाट चाहिँ यता रहेछ हामी अलिकति मिस्टेकली रङ वे आएछ यो भ्यूबाट टावर बोट नभएपछि हो बोटै बिग्रिसकेकै छैन धेरै टाढो त गएको छैन अलिकति मात्रै हो तर बाटो चाहिँ मैले पनि देखिरहेको त तर अघि त्यहाँ तपाईँले देख्नुभयो नि त्यहाँ होइन यो गाडी नै भए पनि बाटै छैन त कहाँ छैन बाटो त्यो अगाडिबाट हो कि यताबाट यताबाट त्यो हामी अघि आएको बाटो त्यो ऊ यता रहेछ त्यता रहेछ त्यो बाटो चाहिँ यता रहेछ साथीहरू हामी चाहिँ गलत बाटो आइएछ अघि तर यहीँबाट धन्न है नगरकोट बजार भनेको यहाँबाट चाहिँ रहेछ क्या भ्यू पोइन्ट जाने ल अब हाम्रो गएर अहिले भ्यू पोइन्टमा देखाउँछ है ल त गाई आम्मा खास अब यो भ्यू पोइन्टमा आइपुग्यो हामी होइन यहाँबाट चाहिँ यस्तो दामी देखिँदो रहेछ है चाहिँ यहाँ रिसोर्टहरू रहेछ साइड साइडमा जस्तो तलसम्म पनि देखिँदो रहेछ जस दामी लाग्यो हो यहाँबाट चाहिँ अनि कफी सप रेस्टुरेन्ट बार रहेछ होइन अनि हामी चाहिँ यहाँ आएको छौँ निस्किन्छ ल त अब सरको अनि सर कस्तो लाग्यो ठाउँ त्यो लाउनु कस्तो लाग्यो ठाउँ भनेको बोल्नु ठाउँ कस्तो लाग्यो भनेको भर्खर त आउँदैछौँ है अलिक खोल्नु न ल आउनु ल सरलाई भर्खर हेर्नु आउँदैछौँ भनेर जस यहाँ ग्रुप आएको रहेछ है रमाइलो गर्दो रहेछ हामी यहाँ चाहिँ यहाँ कपिराइट लाग्छ यहाँनिर फेरि हो धेरै देखायो हुनु हुँदैन यहाँ गेम खेलिरहेको छ गेम भाइ बहिनीहरू मजाले के गेम भन्छ तर मलाई नाम चाहिँ थाहा भएन होइन बल हान्दै गेम खेलिरहेको छ आउनु सर आउनु जाउँ हामी पनि घुम्नु भाइ बहिनीहरू खेल्दैछ जाउँ न जस हामी डाँडा पोइन्टमा जाउँ न मजाले
हेरिदिउँ होइन यहाँ माथि टावर चाहिँ छैन टावर सर हुनु पनि ऊ बनाउनु रहेछ नि सर ऊ बनाउनु रहेछ यहाँ पनि रहेछ भ्यू पोइन्ट यहाँ चाहिँ के बनाउँदै रहेछ होइन यत्तिकै छोडिरहेको रहेछ के सालिक समथिङ के बनाउनु लाग्यो होला त्यसै होला अब देखाउँछु तपाईँलाई यहाँबाट सिन कस्तो देखिन्छ भनेर ओ माई गडनेस रहेर यति दामी देखिन्छ है तल घरहरू हेर्नुहोस् अब साह्रै जुम गऱ्यो भने पनि फाट्छ होइन हेर्नुहोस् पारितिर गरेर यति रमाइलो देखिँदो रहेछ है आमा यतातिर हेर्नुहोस् यो चाहिँ एकदम हाइट रहेछ अनि यहाँ चाहिँ कुन गाउँ हो कुन ठाउँ हो त्यो चाहिँ थाहा भएन रोडहरू चाहिँ जस्तो राम्रै गएको रहेछ होइन यहाँबाट चाहिँ दामी देखिँदो रहेछ अब अनि हेर्नुहोस् त्योबाट अघि हामी त्यहाँबाट नै आएको जस्तो लाग्छ त्यहाँबाट अघि गएर हामी त्यहाँबाट आएको हामी त्यहीँबाट आएको नि होइन त हो यहाँबाट आएको हामी यहाँ पनि रहेछ एउटा यहाँ पनि भ्यू पनि रहेछ यस्तो दामी यहाँबाट चाहिँ देखिँदो रहेछ यही मन पऱ्यो मलाई चाहिँ दामी माथिबाट भ्यू भएर होला है एकदम दामी देखियो यो घुमिसक्यो है यहाँबाट अब फेरि अब हामी चाहिँ यता जान्छौँ माथि पनि छ अरे छ होला सायद भनेर हामी अन्दाजमा पिकनिकहरू खेल्न आउनुहोस् सर ल माथि जाउँ ल अब माथि जाउँ त गाडीहरू त जान्दै आउँदैछ ल हामी माथितिर घुमेर आउँछौँ र पिकनिकको पाक्दैछ हाम्रो चाहिँ कता छ तर होइन सर के हो यो यस्तो दामी फुल पानीको पुरै ट्याङ्की सुनि बनिँदो रहेछ यहाँनिर चाहिँ अब माथि पुगेर हेरौँ है त कस्तो छ यस्तो जङ्गलहरू चाहिँ चिसो ठाउँ है रानीवन हाम्रोतिरको रानीवन यहाँ पुरा घेरेर यो डेन्जर रहेछ बाटो चाहिँ भन्ने थाहा भयो तल चाहिँ भिर छ र चाहिँ बारेको रहेछ म त किन बाटो र त्यतिको लागि अघि आएको बाटो जस्तो छ त नि हामी त यो के हो होइन अर्को बाटो कस्तो म त अघि त्यो उता गाडी सानो गाडी जाँदैछ नि दुइटा तल त्यस्तो लागेर नि जङ्गल है काठमाडौँको धुलो खाँदा कस्तो भएको बेलामा त्यहाँको चिसो हावा खानु मलाई एउटा पार्क हो बन्द रहेछ र अब यहाँ अब यहीँ रहेछ घुम्ने होइन माथि हिँड्दै जानु छ होला त्यहाँ माथि त हिँड्नु अल्छी लाग्छ कि लाग्दैन अल्छी लाग्दैन भने जाउँ ल हेलमेट चाहिँ बोकेर नि यहाँ किनभने भएर के हो भएर दुईजना टाउकोमा मात्रै जानु पऱ्यो भने रेडी हुन्छ त यहाँ तान्नु यो छ नि यो हो त्यो उँधो तान्नु त्यही हो ल अब हामी चाहिँ यहाँ के हो यहाँ चाहिँ डाँडै त होला नि होइन भ्यू पोइन्ट त होला है डाँडातिर आइपुग्यो म यहाँनिर गाडी है
यहाँ पुरै दोकानै दोकान रहेछ नि त यहाँ पनि पुरै दोकानै दोकान रहेछ सेल सब पाउनु रहेछ यहाँ पुरै दोकान रहेछ नि त पुरै पसलै पसल रहेछ होइन कताबाट यता यता छैन कहाँ छ यता चाहिँ हो जाने के पोखेर जान्छ यता त मान्छे नै जाँदैन जस्तो छ हामी बन्द छ एकदम जाँदा खुल्ला छ भने त जाने नि हिँड्नु जाने हो म त जता पनि जाने हो नयाँ ठाउँमा आएपछि त जानु पऱ्यो तर त्यहाँ गएर चाहिँ देख्नु चाहिँ के पनि देख्दैन रहेछ हेर्नु त्यहाँ ए त्यता जाउँ न त फाइदा अब यता पहिला जाउँ महादेव पोखरी अरे यता चाहिँ लगाइछ यता चाहिँ महादेव पोखरी रहेछ एकापट्टि बस्छ होइन एकापट्टिबाट आउने रहेछ ल म दिन्छु बाबालाई ल टोटल ल बाई भाइ है ल धन्यवाद बाबालाई गुराँसहरू रहेछ नि त होइन शरीर त के हो गुराँस होइन यो पो त यो त ए गुराँसै हो त्यो आउनेहरू जस्तो ए हो रहेछ गुराँसहरू पनि पाउँदो रहेछ साथी यता चाहिँ गुराँस तल पिकनिक आउनेहरू स्कुल बसहरू बस्नु पुरै रहेछ जङ्गलसँग यहाँ त एक दिनमा घुमि नसक्नुहोस् चारपट्टि नै घुम्यो भने चाहिँ होइन गाडीमा आउनु चाहिँ नसक्दो रहेछ बाइकमा छ भने चाहिँ चारपट्टि घुम्नु पाइयो गाडीमा त घुम्नु नसकिनु रहेछ उकालो छ यहाँबाट सही उकालो गइरहेछ सिँढी छ अब यस्तो उकालो टावर त टावर त जग्गे जस्तो पो रहेछ साथी हेर्नु अनि टावर हेरेको पनि साथी जग जस्तो रहेछ पार्टीतिर एसएसबी क्याम्पमा पो यस्तो हुन्छ त एउटा एसएसबी बस्ने माथि त्यस्तो रहेछ हरिडी कालो पाती हरिडी आम्मा गल यता जानु फाइनल डाँडा चाहिँ आइपुगेछ जब हामी है फाइनली डाँडा चाहिँ आइपुग्यो टावर चाहिँ मैले भने सेम जग्गेर बनाएको रहेछ यस्तो रहेछ क्या लगाएछ यस्तो छ हामी यहाँबाट देख्नु खासै केही पनि देख्दैन रहेछ त्यहाँ अरू त्यहीँ तल हो राम्रो देख्ने यहाँ चाहिँ खासै केही देख्नु जस्तो लागेन मान्छेको भिडै मान्छेको बाइकमा त केही पनि देखिनँ होइन त
त्यही जाँदैको थिएँ यो टावरसँग है त्यति रहेछ हामी फेरि अब महादेव पोखरी आइपुग्यौँ महादेव पोखरी चाहिँ यो रहेछ खोज्दै 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 महादेव पोखरी आइपुग्यौँ सायद यहाँ महादेवले स्नान गरेको हुनुपर्छ त्यही भएर महादेव पोखरी होला नि एउटा केही न कुछ किम्बदन्तीहरू के भन्छ त्यसलाई होइन मन्दिर निर्माण हुँदै रहेछ चन्दा सङ्कलन पनि हुँदै रहेछ होइन महादेव पोखरी ठुलो रहेछ कुवाहरू चाहिँ हो गहिरो छ क्या हो गहिरो रहेछ पोखरी धेरै गहिरो अनि यहाँ चाहिँ कुवा रहेछ त्यो कुवा रहेछ पानी सफा पानी रहेछ सफा पानी रहेछ गहिरो रहेछ हजुर यहाँ कुवै रहेछ नि त खाने पानी मेरो त निकै गहिरो हो नि है माछा चाहिँ छैन होला अब यता जय शिवसँग चाहिँ अब शिवलिङ्गहरू रहेछ यहाँ शिवलिङ्ग छ उता बाबाहरू बस्दो रहेछ यहाँनिर यहाँ शिवलिङ्ग घन्टी नभए फुटेको रहेछ नि त घन्टी के भन्छ भने 64 शिवलिङ्ग मध्ये 35औँ शिवलिङ्गमा पर्दछ अरे यो है त्यस्तो रहेछ भित्र अब यहाँबाट सट्टै भित्र पसेपछि त्यसमा जय शिवशङ्कर जय भोले बाबा जय शिवशङ्कर जय भोले बाबा यहाँबाट चाहिँ सट्टै गयो होइन यसरी निकाल निस्किने मेन है शिवलिङ्ग जय शिवशङ्कर जय भोले बाबा जय भोले बाबा जय शिवशङ्कर भोले बाबा हर हर महादेव जय महादेव यो 64औँ शिवलिङ्ग मध्येमा 35औँ शिवलिङ्ग पर्छ जय शिवशङ्कर जय भोले बाबा यस्तो दामी सट्टा निस्क्यो जय नन्दी बाबा जय नन्दी बाबा राम्रो निस्क्यो है अब सट्टा निस्क्यो दर्शन गरेर अब यस्तो उयो छ भनेर थाहा पायो भने त पूजा सामग्री लिएर गर्नुहुन्थ्यो थाहै पाइएन हनुमान ज्ञानको सकेपछि त्यो पूजा गर्नेछ जय हनुमान बलि जय शिवशङ्कर जय भोले यसको घन्टी बज्दा गर्नु आइज हामी फेरि यस्तो ठाउँमा आइपुग्यौँ है यहाँबाट चाहिँ हामी जर्सिङ पौवा जाँदैछौँ फेरि हामी नगरकोटबाट चाहिँ जर्सिङ पौवाको यात्रामा छौँ है र म यहाँ त कस्तो राम्रो ठाउँ देखेर निकालेको र त सिन्धुलीतिरको टर्निङ जस्तो रहेछ डेन्जर एकदम हावाले अलिक गर्दाखेरि के सुन्दैन मेरो माइक छैन कि सर अनि यस्तो दामी आम्मो यहाँ जङ्गल हेर न क्या दामी देखेको कस्तो दामी देखेको दामी देखिरहेको वा
दामी देखेको होइन। दामी टर्निङहरू रहेछ, घुम्ने ठाउँहरू दामी रहेछ, घुमाउरो टर्निङहरू रहेछ। लाम गाडी पछाडि आएको सानो टर्निङ रहेछ। त्यस माथि चाहिँ सानो भए दामी रहेछ। त्यो जङ्गलको हामीले ऊ देख्दैन नि त, तलबाट मात्रै देखेको हुन्छ यो गाडीले। हामीले त्यो माथिबाट देखेको हुँदैन नि त है सर। त्यही भएर यहाँ चाहिँ माथिबाट देखेको रहेछ। छ नि हाम्रो देश त, नेपाल त चलाउनेले पो बिगारेको त होइन त हेर्नु त र त। यस्तो दामी एक लेभल चिया जस्तो। त्यो भित्र कस्तो होला है, झार छैन होला नि एउटा है सेपले। दामी ठाउँ रहेछ। यतै पनि आइएको थिएन साला, फर्स्ट टाइम आएको यता पनि मजा आयो तर घुमेर। मण्डन देउपुर नगरपालिका भन्ने रहेछ यहाँ चाहिँ है। कता यो अब पुरानो डिजाइन अब झर्सिङ पौवा पुग्नु कति छ, 10 मिनट 15 मिनटमा झर्सिङ पौवा पुगिन्छ। दर्शन बाबा पुगेर है अब दर्शन बाबाबाट पनि फर्किँदैछु। ओह्रालो दामी रहेछ यहाँबाट, ओह्रालो बाटो जङ्गल छ। यस्तो दामी जङ्गल छैन है। आल्चो रोड पनि राम्रो रहेछ तर अलि ओह्रालो छ। ओह्रालोले केही फरक पर्दैन। यो चाहिँ ओह्रालो चाहिँ अब त्यहाँ चाहिँ देख्दैन है, हाम्रो चाहिँ ओह्रालो छ। ओह्रालो छ है, जङ्गल छ। रमाइलो रहेछ ठाउँ चाहिँ। हामी यहाँबाट फर्किँदैछौँ हामी है। अब बिस्तारै अब घरतिर फर्किँदै हो साथीभाइ होइन। आजको दिन पनि अब सक्यो यतिमै। आजको दिन सक्यो मेरो लास्टै ओह्रालो रहेछ नि सर। बाटो यो उकालोमा चाहिँ तेल नतानेर तानिरहेको पुरा ओह्रालो रहेछ। पारी यहाँ त दुईजना नतान्ने स्कुटी बाइकहरू छन् त अब पाएन। त्यो पारीको चाहिँ जङ्गलको भाग पनि मिलेको रहेछ, त्यो भुइँ पनि मिलेको छ क्या है। अनि रुख पनि एकै लेभलको छ।
त है गाइस साथीभाइ बल्ल तल्ल 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 बल्ल आइपुग्यो हामी घुमेर होइन सर कस्तो भयो आजको यात्रा भन्नु त एकदम राम्रो हेर्नु यतै हेरेर भन्नु एकदम राम्रो मजा आयो नि होइन मजा आयो ल त साथी ल